जनताले भित्तामा पुर्याउँदा पनि कुर्सीको लडाई सकिएन, कर्णालीमा मन्त्री बन्ने तानातान। केन्द्रमा पत्तासाप हुँदा पनि चेत नखुले झै कर्णालीका नेताहरू अझै पद र कुर्सीकै तानातानमा छन्। जनताले भित्तामै पुग्ने गरी पछार्दा पनि नेतृत्वले पाठ सिक्नुको साटो मन्त्री बन्ने दौड र भागबण्डालाई नै प्राथमिकता दिएको छ। आफ्नै दलभित्रको किचलो र भागबण्डाको गाँठो फुकाउन नसक्दा कर्णालीका 3 मन्त्रीको शपथ अन्तिम समयमा स्थगित भयो। मुख्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालयबाट समय लिइसकेर पनि मन्त्रीको नाम सिफारिस गर्न सकेनन्। सत्ता साझेदार एमालेका मन्त्रीहरूले कार्यभार सम्हालिसक्दा पनि महत्त्वपूर्ण मन्त्रालयहरू अझै खाली छन्। जनता रोजगारी, सडक, शिक्षा र स्वास्थ्यको पर्खाइमा छन्। तर नेताहरू भने आफ्नो पालो कहिले आउने र कुर्सी कसरी हत्याउने भन्ने धुनमा मस्त छन्। यस्तो राजनीतिक गैर जिम्मेवारीले जनतामा झन निराशा र आक्रोश बढाएको छ।